नमस्ते सबैजनालाई स्वागत छ मेरो भिडियोमा। सन्चै हुनुहुन्छ होला है। फेरि पनि म नयाँ भिडियो लिएर आएको छु। यो पनि पुरानो भिडियो नै हो, जुन कि हामी गाउँमा बसेको बेलामा यसो अलिअलि काम गरे जस्तो गरेको। यो चाहिँ हाम्रो घर मुनि आमाजु दिदीको सानो खेत हो। त्यहाँ चाहिँ उहाँहरूले जौ काट्न लाग्नु भएको थियो। अनि त्यसपछि हामीलाई पनि यसो कसरी काट्नु गएर काटे जस्तो गरेर भिडियो नै बनाउनको लागि भए पनि हुन्छ भनेर गएको थियौँ। हामी चाहिँ नन्द भाउजू अनि कुनामा हुनुहुन्छ उहाँ चाहिँ आमाजु दिदी। आमाजु दिदीले चाहिँ हामी नन्द भाउजूलाई यसरी यसरी काट्नुपर्छ है नानीहरू भनेर सिकाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ काट्न सिक्दै पनि छौँ अनि उहाँहरूलाई अलिअलि हेल्प पनि भइरहेछ। कहिले नगरेको काम भएर होला कस्तो रहर लाग्ने कि हामी चाहिँ पुरा एकदमै के नै गरे जस्तो गरेर एकदम मेहनत गरेर काट्दै पनि छौँ। अनि हाम्रो गफ पनि चल्दैछ। कहिलेकाहीँ जिब्रो चिप्लिन्छ, यस्तै हो साथीहरू। म चाहिँ धेरै बोल्ने भएको भएर होला कहिलेकाहीँ मेरो जिब्रोहरू लटपटेर बोल्दा बोल्दै के बोल्छु। यो चाहिँ सानो खेत हो, तर पनि हामीलाई चाहिँ एकदम ठुलो खेतमा एकदम धेरै मेहनत गरिरहेको छौँ जस्तो लागिरहेको थियो। यो जौको चाहिँ काँडाले पनि घोप्दो रहेछ है साथीहरू। नयाँ कुरा थाहा पाएको, फर्स्ट टाइम हो नि त यसरी जौ काट्न लागेको, त्यही भएर। साथीहरू अनि क्यामेराम्यान चाहिँ मेरो कान्छो देवर हुनुहुन्छ है। कस्तो राम्रोसँग मजाले आनन्दसँग भिडियो बनाइदिनु भएको रहेछ। मैले त यो भिडियो देखेको पनि थिएन होला। पुरै सर्ट्सको लागि भनेर चाहिँ पहिला एउटा भिडियो बनाएको थिएँ, त्यो चाहिँ टिकटकमा मैले राखिसकेको थिएँ साथीहरू। अनि नि साथीहरू, गाउँघर भनेको चाहिँ साँच्चै नै कति रमाइलो हुने क्या है। रमाइलो अनि हेर्दाखेरि सुन्दर शान्त एकदमै अर्कै फिल हुने क्या है गाउँघर भनेको चाहिँ। आफ्नो गाउँघर भनेपछि है जसलाई नि रमाइलो त लागिहाल्छ नि। रमाइलो राम्रो गाउँघर सम्झिँदा नै अर्कै खुसी लाग्ने के साथीहरू है। यहाँनिर मेरो नन्दले चाहिँ कसको कुरा काट्ने भन्नुभएको रहेछ। मलाई अहिले यो भिडियो देखेर पो हाँस उठ्दैछ है साथीहरू। त्यहाँदेखि अहिले गर्दाखेरि चाहिँ यो सब भ्याउनुपर्छ हामीले यहाँसम्म, त्यहाँ एन्डिङसम्म भ्याउनुपर्छ हामीले। यत्रो छ अझ यहाँतिर। हाम्रो भेना चाहिँ उता पछाडि हुनुहुन्छ टक्क पुरा शाहरुख खान पोजमा बस्नु भएर छ हाम्रो भेना चाहिँ। यसो भेनाकोमा जान्छु है त गएर। यस भेना गर्नु हुँदैछ होइन? ढाड दुख्छ कि दुख्दैन होइन? यस्तो दुख्छ नि है, समस्या पर्छ कि ए काम गर्नु हजुर गर्नु पर्यो है। बाध्यताले हो नि। हाम्रो भेना अहिले कति वर्ष पुग्नुभयो अहिले? कति 54 सालले त लाग्यो। 54 साल लाग्नुभयो है? लाग्यो 50 वर्ष। त्यही पनि एकदम फिट एन्ड फाइन हुनुभएको। के हुन्छ नि पैसा निकाल्ने बुढाले भन्छ नि कि जति बुढो हुनु त्यति पैसा निकाल्नु भन्छ। साँच्चै पो रहेछ। साँचेपछि अब किन पैसा बुढो हो के अरे नजाइ त अब तर भेडा चाहिँ एकदम फिट हुनुहुन्छ हो। यत्रो वर्ष भयो भने अहिले 50+ भयो भने फिट हुनुहुन्छ अहिले। यतातिर चाहिँ पुरै काम धमाधम भइरहेछ। धमाधम लागिरहेछ यतातिर। बाबुले पनि हेल्प गरिरहेछ। यता पनि सिस्नु चाहिँ यहाँतिर छ है गाइज। सिस्नु यहाँ छ मजाले। यो यसमाथि चाहिँ हाइवे छ।
बाटो गाडीहरू जाने बाटो छ यसमाथि चाहिँ। अनि तलपट्टि चाहिँ बस्ती हो, यो सबै बस्ती हो। यो चाहिँ तल चाहिँ बस्ती हो, हाइवे चाहिँ माथि छ। अनि तल यतातिर चाहिँ पुरै गल्ली छ। यतातिर चाहिँ मान्छेहरू हिँड्ने, बाइकहरू जाने, मिनी गाडीहरू कुद्ने रोड चाहिँ यतातिर छ। हाइवे चाहिँ माथि हो। अनि बजार चाहिँ उतातिर छ। त्यो तल्किरहेको घर छ नि, त्यो टिन तल्किरहेको छ नि, त्यो त्यतातिर। साथीहरू यो दिन चाहिँ साँच्चै नै रमाइलो भएको थियो है। दिदीले हामीलाई जौँ काट्न नि सिकाउनु भयो। अनि हामी सिक्यौँ पनि, नयाँ कुराहरू सिकेको भएर होला हामीलाई चाहिँ साँच्चै नै रमाइलो लागेको थियो। दिन बिताउनु कस्तो सजिलो भएको थियो। भ्याउन बाँकी छ, यत्रो जौँ निकाल्नु बाँकी छ। ल गाइस, अहिले एकछिनमा भेटौँ है त है। ल लगभग साथीहरू हामीले जौँ काटेर नि भ्याउन लगाइसकेको छौँ। यो चाहिँ नजिकबाट सर्ट्स टिकटक बनाउनलाई मेरो कान्छा देवरलाई खिचिदिनु भनेको थिएँ। अनि यो भिडियो चाहिँ हो मैले टिकटकमा नि राखेको थिएँ। साथीहरू यो भिडियोसँगै फेरि अर्को भिडियो लिएर आउनेछु। अहिलेसम्म मेरो भिडियो